दर्शकबिन यतिखेर काजीकाण्ड सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। काजीले सासूलाई राख्लान् कि बुहारीलाई, यतिखेर निकै विवादको कुरा यही रहेको छ। दर्शकबिन काजीले सासू बुहारी दुवैलाई गर्लफ्रेन्ड बनाएपछि यतिखेर सामाजिक सञ्जालमा चर्चाको विषय यो रहेको छ। दर्शकबिन तपाईँलाई के लाग्छ, काजीले सासूलाई राख्लान् कि बुहारीलाई? यदि सासूलाई राख्यो भने सासूले त पैसा पठाउँछिन्, तर बुहारीले त आफ्नो छोरालाई हेर्नुपर्ने हुन्छ। झन् काजीलाई त पैसा कसरी पठाउलिन्? त्यसैले दर्शकबिन धेरै दर्शकको चिन्ताको विषय के रहेको छ भने काजीले अब सासूलाई राख्लान्, तर दर्शकबिन यदि काजीले सासूलाई राख्यो भने बुहारी त अलबत्रमा पर्छिन्। बुहारीको त हालत के हुन्छ कसैलाई थाहा छैन। बुहारी कतै आफ्नो झुन्डिएर मर्ने हुन् कि बुहारी आत्महत्या गर्ने हुन् कि भनेर धेरै दर्शकहरू निराश भएका छन्, धेरै दर्शकहरू निराश छन्। दर्शकबिन तपाईँलाई के लाग्छ? तलको कमेन्ट बक्समा गएर आफ्नो विचार लेख्नुहोला। र दर्शकबिन सासूले पनि यदि काजी मेरो भएन भने म तँलाई मारिदिन्छु भनेर यतिखेर सामाजिक सञ्जालमा भिडियोहरू निकै हामीले देख्न सक्छौँ। सासूले बुहारीलाई यदि काजी मेरो भएन भने म तँलाई मारिदिन्छु भनेर अभिव्यक्ति दिइरहेकी छिन्। सासूले यस्तो अभिव्यक्ति दिएपछि धेरै दर्शकहरू चिन्तित छन्। कतै सासूले बुहारीलाई मार्ने पो हो कि भनेर धेरै दर्शकहरू चिन्तित छन्। त्यसैले दर्शकबिन छिटोभन्दा छिटो न्यायपालिकाको ध्यान जाओस्, प्रशासनको ध्यान जाओस् भन्ने म यहाँबाट ध्यान आकर्षण गराउन चाहन्छु। तर दर्शकबिन न्यायपालिका, पुलिस प्रशासन कता छ, मौन छ, के गर्दैछ भन्ने कुरा हामीले यतिखेर देख्न सक्दैनौँ। सायद न्याय प्रशासन मौन छ, पुलिस प्रशासन मौन छ। यदि छैन भने सामाजिक सञ्जालमा यतिसम्म रोइलो हुँदा पुलिस प्रशासन के हेरेर बसिरहेको छ? यदि वास्तवमा काजीले दुईटा गर्लफ्रेन्ड बनाएको हो, सासू बुहारीलाई गर्लफ्रेन्ड बनाएर खेलाइरहेको हो भने सम्बन्धित निकायले ध्यान गएर यो विवादलाई समाधान गर्नुपर्छ कि पर्दैन? यदि पर्छ भने यस्तो रोइलो मचाउने पत्रकारहरूलाई छिटोभन्दा छिटो हिरासतमा राख्नुपर्छ। किनभने दर्शकबिन तपाईँहरूले काजीकाण्ड सामाजिक सञ्जालमा हेर्ने हो भने त्यहाँ चाहिँ पत्रकार स्वयंले नै भड्काइरहेको, पत्रकार स्वयंले नै कन्टेन्टको लागि यो सब नाटक गराइरहेको जस्तो पनि देखिन्छ। त्यसैले छिटोभन्दा छिटो पुलिस प्रशासनले यस विषयमा ध्यान केन्द्रित गरेर छिटोभन्दा छिटो अनुसन्धान गरेर यदि दोषी छ भने दोषीलाई कारबाही गर्नुपर्छ, होइन भने यस्तो रोइलो सामाजिक सञ्जालमा मचाउन पाइँदैन। हस्त दर्शकबिन तपाईँको यस विषयमा भनाइ के रहेको छ? आफ्नो कमेन्ट तलको कमेन्ट बक्समा गएर आफ्नो विचार राख्नुहोला। र तपाईँहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोड्नुहोला। हामी फेरि यस्तै भिडियो लिएर आउनेछौँ। हस्त धन्यवाद। जय देश, जय नेपाल।